कहिलेकाहीँ पारिश्रमिक जुरेको बेला हामी बोतल बोकेर पनि पुग्यौँ र बाँडीचुँडी खायौँ। हामी साँच्चै शब्दसह बाँडीचुँडी खान्थ्यौँ, किनभने त्यहाँ अधिकतर साँझको भोजन रोटी हुन्थ्यो, जुन चुडेर नै खानु पर्थ्यो। तरकारी पाकिसकेको छ भने बाँडेर नै खानु पर्थ्यो। यस जुनीमा मैले अरू कुनै मित्रको साँझको भान्सामा अनायास थपिएर त्यस्तो न्यानो र मायालु आतिथ्यको अनुभव गरेको छैन। पछि अम्बर दाईसँग भेट पातलो हुन लाग्यो। भेट भएको बेला अम्बर दाई भन्छन्, घरमा आउनु नि, जान मन छ तर सकेको छैन। केही वर्ष अघि एक अमेरिकन युवतीले उनको कार्यालयको कामले मलाई भेटिन्। कुरा सकिएपछि भनिन्, तपाईँको साथी अम्बर गुरुङ मेरो ससुरा हो। उनको मुखबाट त्यो नाता गाँसिँदा रमाइलो लाग्यो। मैले अम्बर दाईका छोराहरू नदेखेको धेरै भयो, ठुला भए। उनीहरूको अनुहार पक्कै पनि निकै बदलियो होला, भेटे पनि नचिन होला। म त उस्तै छु, बुढो मात्र भएको हुँ। अमेरिकन बुहारीले पनि मेरो ससुराको साथी भनेर चिनिन्। म अम्बर दाईका छोराछोरीको सम्झनामा रहेछु, खुसी लाग्यो। नेपालीमा लेखेर मात्रै गुजारा हुन सक्दैन भन्ने कुरा राम्रैसँग बुझेको, तर आफैले अनुभव गरेको थिइनँ। त्यो पनि छोटै अवधिमा गरेँ। लेखेर महिनामा 2-3 सय कमाउन सक्दा धुन्दानै हुन्थ्यो, तर छिटै राम्रोसँग बुझेँ लेखेर बाँच्न सम्भव छैन। त्यसबेलाका लेखकहरूले बाँच्ने मेरो एउटा र साहित्य सिर्जनाको मेरो अर्को हुन्थ्यो। अपवाद बाहेक साहित्य सिर्जना पार्ट टाइम वा हबी थियो। मैले लेखेरै बाँच्न खोजेँ, फेल भएँ। अहिले जस्तो भइसकिन्थ्यो कि साहित्य मेरो पहिलो प्रेम भए पनि बाँच्नका लागि म अर्को मेलो समाउन बाध्य भएँ। त्यो अर्को मेलो यस्तो बलियो परेछ कि मेरो साहित्य सिर्जना निकै पातलियो, तर बिलाएन। मेरो लेखक ज्याद्रो थियो। प्रारम्भिक चरणमा त्यसबेलाका यी अग्रज सम्पादक मित्रहरूको प्रोत्साहनले नै म लेखक भएको हुँ। रोचक घिमिरे रचना, भवानी घिमिरे भानु, नारायण बहादुर सिंह र भैरव बरियाल, गोर्खापत्र र मधुपर्क, बालमुकुन्द देव पाण्डे र उत्तम कुमार, रूपरेखा, मदनमणि दीक्षित, समीक्षा, नगेन्द्र राज शर्मा, अभिव्यक्ति, बासु शशी, सञ्जय डाइजेस्ट, हरिभक्त कटवाल, बान्की, गोजिका, जनकपुर र काठमाडौँभित्र र बाहिरका पत्रिका र सामयिक सङ्कलनहरू। उनीहरूको माग अनुसार मैले लेख्न नसकेको मात्र उनीहरूको गुनासो रह्यो। रोचक घिमिरेले ठूलो आँट गरेर रचना 2032 वैशाख जेठ अङ्कमा साबिती छापे, जसको आफ्नै कथा छ। त्यसै गरी 2037मा रूपरेखाले सन्तान नाटक छाप्यो। यी दुवै ग्रन्थहरू पुस्तकाकारमा छाप्दा जफत हुन्छन् भन्ने लागेर स्थापित पत्रिकाका विशेष अङ्कका रूपमा छापिएका थिए। त्यसबेला त्यस्तो आँट गर्ने रोचक घिमिरे, उत्तम कुमार र बालमुकुन्द देव जस्ता सम्पादकहरू थोरै थिए। म उनीहरूको सधैँ ऋणी छु। नेपाली साहित्यको श्रीवृद्धिमा यी सबै यशस्वी सम्पादकहरू र यिनका प्रकाशनहरूको ठूलो योगदान छ। नाफामा नै भए पनि साहित्यिक पत्रिका निकाल्नेको समेत ठूलो देन छ। निजी घाटामा साहित्यिक पत्रिका निकाल्नेहरू महान हुन्। थोरै साहित्यिक पत्रिकाहरू भएको त्यसबेलाका गोर्खापत्र संस्थानका सम्पादकहरूको पनि गहन भूमिका छ। बालमुकुन्द देव पाण्डेलाई रूपायन प्रकाशनबाट लिलाम छाप्नुहुन्छ कि भनेर पाण्डुलिपि पढ्न दिएको थिएँ। पढेर भने, तपाईँ कागज किन्ने भए हामी छापिदिन्छौँ। विचार गर्छु भनेर पाण्डुलिपि फिर्ता लिएर हिँडेँ। खाना दमडी थिएन, कहाँबाट कागज किन्नु? लिलाम छाप्न नपाएकोमा बालमुकुन्द देव पाण्डेले पछिसम्म पनि दुःख मनाउ गरेर लेखे। मैले विचार गर्छु भनेर लिलाम अरूलाई नै छाप्न दिएको उनलाई साह्रै मन परेनछ। मेरो केटौले बुद्धिले त्यसै गरायो। मैले आफ्नो यथार्थ बताएको भए उनले विचार गर्थे होलान्। समझदारीको मध्यमार्गतिर लाग्ने मेरो बुद्धि भएन। उनले ठाने मैले धोका दिएँ। मेरो दुःख उनलाई थाहा थिएन। मेरो अनुहार देखेर हुने खाले भनी ठाने कि अनुहार नहुने। काठमाडौँमा म कसरी गुजारा गर्दै थिएँ उनलाई के थाहा र। जीवनको अन्ततिर उनले एक लेख लेखे जसमा उनको उही दुःख मनाउ थियो। त्यसमाथि उनले गम्भीर अभियोग पनि लगाए। त्यो थियो, उनले नेपाली साहित्यमा धेरै आशा लाग्दा युवा प्रतिभा मानेकाहरूमध्ये मेरो स्थान निकै अगाडि थियो, तर मैले आफ्नो साहित्यिक प्रतिभा केवल पैसाकै लोभमा आइएनजिओको जागिरमा बेचेको थिएँ। साहित्यबाट पलायन गरेको थिएँ। त्यसले गर्दा म त आफ्नो उज्जवल साहित्यिक भविष्यबाट वञ्चित भएँ। नेपाली साहित्यको श्रीवृद्धिलाई आफ्नो योगदानबाट वञ्चित समेत गराएँ। म साहित्यमा मात्रै लागि परेको भए पनि साहित्यमा कति योगदान गर्थेँ वा गर्दिनथेँ त्यो बेग्लै कुरा हो। तर त्यो अभियोग मात्र नभएर जीविकाकै लागि पनि साहित्य सिर्जना त्याग्न बाध्य हुनुपर्ने त्यसबेलाको कटु यथार्थप्रतिको दुःख मनाउ पनि थियो। म प्रतिको त्यो भावना उनले मेरो मुखेन्जी कहिल्यै भनेनन्। बारम्बार लेखे। म उनको त्यस व्यवहारको आदर गर्छु। उनमा कुनै बाकछल थिएन। बालमुकुन्द देव मुखले होइन कलमले बोल्थे, जसमा शङ्का गर्ने ठाउँ हुँदैन। तिनताका धेरै पत्रिकाहरूले पारिश्रमिक स्वरूप केवल धन्यवाद दिन्थे। मधुपर्क र गोर्खापत्र जस्ता स्रोत सम्पन्न पत्रिकाले लेख र कथाको 30-40 रुपैयाँ पारिश्रमिक दिन्थे। तिनमा छापिने लेखमा पञ्चायतको सुगन्ध पनि हाल्नुपर्ने भएकाले तिनका लागि मैले कथा र संस्मरण मात्रै लेखेँ। तिनीताका रचना, अभिव्यक्ति जस्ता सम्पादकको निजी लगानीमा चलेका केही पत्रिकाहरूले पनि मागेर छापेका कथा लेखलाई पत्रम पुष्पम दिन थालेका थिए। म तिनका रचना मागिने लेखकहरूमध्ये पर्थेँ। नमागिकन कविताको थुप्रो लाग्ने हुनाले उनीहरू कवितालाई र नमागेका कथा र लेखलाई पनि पारिश्रमिक दिँदैनथे। 2058 सालमा म ओल्ड नेभर्सको कार्यक्रम विस्तारको लागि सम्भाव्यता अध्ययन गर्न दार्जिलिङ, कालेबुङ, सिक्किम गएँ। सहयात्री थिए गणेश रसिक र कृष्ण मुरारी भण्डारी। गणेश रसिक हाम्रा टोली नेता र पथ प्रदर्शक पनि थिए। उनको ठाउँ फिक्कलमा मैले उनलाई जिपको अघिल्लो सिटमा बस्न अनुरोध गरेँ। मेरो अग्राधिकार जस्तो त्यो सिटमा बस्ने उनले अलि असजिलो माने। मैले भने, हेर्नुहोस्, यो तपाईँको गाउँ ठाउँ हो। यहाँ तपाईँ अघिल्लो सिटमा बसेर ढल्के टोपी लाएर मुसुक्क हाँसेर हात हल्लाएको पो सुहाउँछ। हाम्रो पनि मान हुन्छ। रसिकका साथी भनेर हामीलाई यहाँ कसैले चिन्ने होइन। सबै सिट उत्तिकै सजिला छन्। जता बसे पनि के भएर।
उनले मानेर बस्दा बस्दै भने, मामाकी घोडी मेरी हि भनेको यही होइन त? पिक्कलमा गणेश रसिकको सल्लै सल्लाहका काठले बनाएको आलो सल्लाहको मिठो बास्ना आउने चिटिक्क परेको रमाइलो घरमा एक बास बस्यौँ। रसिकले हारबिन घन्काएर नयाँ पुराना गीत रन्काए। न्यानो अघ्यानो ताप्दै र मिठो भोजन र पेयका साथ हामीले उनको कलाकारलाई साथ दियौँ। उनका मनका बहस सुन्यौँ, बुझ्यौँ, कृतकृत्य भयौँ। भोलि बिहानै दार्जिलिङतिर लाग्यौँ। दार्जिलिङ जाँदा मिरिक पनि छिर्यौँ। मिरिकको चौकीमा हाम्रो नेपाली नम्बर प्लेटको गाडी देखेर एउटा नेपाली भाषी पुलिसले निकै लामो सोधखोज र खानतलासी गर्न लागे। अति नै गर्न लागेपछि मैले भने, गणेश रसिकको नाम सुन्नु भएको छ? को गणेश रसिक? गायक? किन नसुन्नु? उहाँ नै हो गायक गणेश रसिक, मैले चिनाइदिएँ। अचानक वातावरणको प्याराडाइम सिफ्ट अर्थात् प्रतिमान रूपान्तरित भयो। ती पुलिसका आँखा ठुला भए, अनुहार प्रसन्न भयो। उनी झस्केर झन्डै उफ्रिए अनि रसिकलाई अभिवादन र भलाकुसारी गरे। रसिकलाई भेटेर उनी साह्रै खुसी भए। त्यस्तो हुँदो रहेछ कलाको शक्ति। अनि उनले हामीहरूलाई ससम्मान जान दिए। बेलैमा दार्जिलिङ र लक्की दिदीकोमा पुग्यौँ। दिदीसँग मेरो भेट नभएको 30 वर्ष भएको रहेछ। दिदीले मिठाई र चिया खुवाएर माया गरिन्। मैले उनको गुण सम्झेर काठमाडौँबाट लगेको पस्मिनाको खाता लगाइदिएँ। भने, दिदी, अघि म विद्यार्थी छँदा मेरा दुःखका दिनमा तपाईँले गरेको गुण सम्झेर भेट्न आएको। यो सानो छिनो तपाईँले 30 वर्ष अघि मलाई गरेको मायाको सम्मान हो। धेरै वर्षपछि दार्जिलिङ पुगेको थिएँ। अघिको तुलनामा दार्जिलिङ निकै साँगुरिएको र फोहोर लाग्यो। गाडी बिसाउन पनि निकै गाह्रो भयो। अनि हामी हानियौँ कालेबुङतिर, जहाँ मैले कालेबुङका साङ्से र समालबुङमा ग्राम पञ्चायतहरूमा वर्ल्ड नेभर्सको सामुदायिक विकास र जैविक कृषिको कार्यक्रम थालिनिधो गरेँ। पारिश्रमिकको कुरा गर्दा 2027 सालमा मैले जगदीशका कथाहरू र लिलाम प्रत्येकलाई 250 रुपियाँका दरले बेचेको थिएँ। त्यसको धेरै वर्षसम्म पनि नेपाली साहित्यको बजारमा धेरै परिवर्तन आएको थिएन। नेपालमा तीव्र परिवर्तन 2046 सालपछि आउन थालेको हो। तर मैले ती पुस्तकहरू बेचेको 7 वर्षपछि उत्तम कुँवरले रूपरेखा पूर्णाङ्क 200 मा छापिएको को बौद्धिक लेखको 200 रुपियाँ पारिश्रमिक दिए। मैले मन थाम्न नसकेर सोधेँ, किन यतिको? उनले भने, विज्ञापन पनि आयो, फेरि तपाईँहरू जस्ता लेखकलाई के पारिश्रमिक दिने गरेको छ र? सकेको बेलामा दिने हो, यो रेट होइन, धक नमानिदिनुहोस्। उत्तम कुँवरले चाबेल र मैले 32 पुतलीमा घर बनाएपछि हाम्रो सम्पर्क झन् बाक्लो भयो। हरेक जसो शनिबार बिहान पिपल बोर्डको इन्दिरा रेस्टुरेन्टमा केही साहित्यकर्मीको चिया, कफी पानको जमघट हुन्थ्यो। यो पिपल बोर्डको दैनिक सायङ्कालीन जमघटभन्दा यस अर्थमा अलि स्तरीय हुन्थ्यो कि यो साप्ताहिक हुन्थ्यो र पिपल बोर्ड मुनि होइन, पिपल बोर्ड माथिको कोठामा हुन्थ्यो। यसमा अलि उच्च आम्दानी, उमेर, ओहदा र पृष्ठभूमि भएकाहरू आउँथे। बेला बेलामा म पनि पुग्थेँ। उत्तम कुँवर पुरानो भक्सवागन बिटल गाडी चढ्थे। उनको सम्भ्रान्त जस्तो लाग्ने व्यक्तित्व थियो। त्यसै कारण साहित्यिकहरू उनको निन्दा गर्थे, किनभने तिनताका साहित्यकर्मीहरू सम्पन्न हुन निषिद्ध जस्तै थियो। म जस्तो अफिसकै भए पनि मोटरसाइकल चढ्ने त आलोचित हुन्थे भने बाहिरबाट आएर काठमाडौँमा घर जोड्ने र मोटर चढ्न सक्ने हैसियत बनाउने साहित्यसेवीले त कि त राम्रै चाकरी पाउँथ्यो कि निन्दा। स्वाभाविक हो, कतिले पछाडि निन्दा र अगाडि चाकरी गर्थे। पहिलोतर्फ साहित्यकर्मी हुनु विपन्न हुनैपर्छ, अनि पो उसले साहित्य सेवा गर्छ। सम्पन्नले त किन साहित्य जस्तो दुखी व्यवसाय गर्नु पर्यो? नेपाली साहित्यका सबभन्दा लथालिङ्ग व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा र उनको अभावग्रस्त जीवन सबको आदर्श थियो। अपवाद बाहेक अरू निकै नामी र कम नामी साहित्यकर्मीहरू पनि पुगेसकै जीवन बाँच्दथे। दोस्रोतर्फ सम्पन्न साहित्यकर्मी कि त कतै बिकेको छ, दरबार, पञ्चायत वा कुनै धनीमानीको लापलुप पारेर देखावटी साहित्यकर्म गरेको छ। सम्पन्न मान्छेको व्यवसाय साहित्य होइन, यो त सधैँ अभावग्रस्त, अहिले खाए भरे के खाउँ भन्ने जस्ताको पो व्यवसाय हो। मान्छे केही पाउनकै लागि स्तुति गर्छन्, तर निन्दा भने निन्दाकै लागि मात्र पनि गर्छन्। मान्छे अर्काको राम्रो होइन, नराम्रो भन्न र सुन्नमा रिस लिन्छन्। निन्दा रसिलो हुन्छ, प्रशंसा निरस। अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ। एक लामो यात्राबाट फर्किँदै मैले उत्तम कुँवर अचानक बितेको कुरा सुने। नेपाली साहित्यले एउटा कर्मठ सेवी असमयमै गुमायो। पत्याउनै गाह्रो भयो। शान्ति कुँवरको पनि यस्तै असामयिक निधन भयो। उत्तम र शान्ति कुँवर मेरा असल मित्र थिए। उत्तम र बालमुकुन्दले रूपरेखा मार्फत लामो अवधिसम्म गरेको योगदान नेपाली साहित्यको बिर्सिन सक्नु पाटो हो। बाँकी रह्यो, नमागिकन राम्रै लाग्यो, मिठै खायो, गाडी चढ्यो, काठमाडौँमा घर बनाएर बस्यो भन्ने आलोचना, त्यो हरिप मानसिकताको उपज हो। अब त्यो मानसिकता निकै घटेको छ जस्तो लाग्छ। त्यस्तै मेरो लागि अर्को अझ घातक समाचार थियो, भैरव बरियालको आत्महत्या। पछि उनका घनिष्ठ मित्रहरूले भनेका र लेखेका आन्तरिक कथाव्यथामा भैरवको आत्महत्या प्रवृत्ति थाहा पाइयो। उनले आफ्ना कालजयी व्यङ्ग्य रचनाहरूमा स्थापना गरेको कीर्तिमान अझै कायम छ। अर्का हुन् हरिभक्त कटुवाल। कटुवाललाई म दाई र तिमी भन्थेँ। उनी मलाई भाइ र तँ भन्थे, जुन तँ जस्तो सुनेको थियो। मान्छे आफ्ना कमजोरीसहित नै महान हुन्छ। कमजोरीहरूसहित उनी मेरा प्रिय थिए। सावित्री पढेपछि उनी सावित्रीका ठूला प्रशंसक भए। भन्थे, तँ अरू सावित्री लेख, उपन्यास बाहेक केही नलेख। पहिले ठिकठिकै रक्सी खान्थे। उनीसँग मैले धेरै आत्मीय क्षणहरू बिताएको छु। पछि रक्सीले उनलाई खायो। उनी रक्सीको भेलमा बगे, लत्तो छाडे। तिनताका उनी पुतली सडकमा बस्दै गति छाडिसकेका थिए। मेरो डेरा धोबीधारामा थियो। एक शनिबार बिहान कटुवाल दाई म कहाँ आएर खबर पठाए, जगदीश भाइलाई भेट्न मान्छे आएको छ भन्दै। खबर ल्याउनेले भने, तपाईँलाई भेट्न एउटा बौला जस्तो मान्छे आएको छ। बाहिर निस्केँ।
भित्री गन्ची लाएर र रातो गम्छा बेरेर कटुवाल दाइ आएका रहेछन्। मातेर असरल्ल लरबराएको जिब्रो, यसै त बटारिएका आँखा, त्यसमाथि मातले झन् बटारिएका। भित्रले आएँ, मेरा कुनै लुगा उनलाई मिल्दैन थिए। उनको डेराबाट लुगा ल्याएर लाउन लगाएँ। उनी कविता बरबराउन थाले। त्यो मैले टेप गरेँ। पछि भवानी दाइले भानुको कटुवाल विशेषाङ्क निकाल्छु भने। मेरो बेलायत सरुवा भएर जाने बेला भएको थियो। संरक्षण र उपयोग होला भनेर मैले त्यो क्यासेट भवानी दाइलाई जिम्मा लगाएँ। त्यसको संस्मरण अभिव्यक्ति र भानुको कटुवाल विशेषाङ्कमा लेखेको छु। तिनै ताका कटुवाल दाइको प्रेरणाले नै मैले सन्तान नाटक लेखेको हुँ। सन्तान नाटक मैले उनीलाई समर्पित गरेको छु। उनी मसँग बेला बेलामा दबाई किन्न अलिकति पैसा ले त भन्थे। म भन्थेँ, जाउँ दबाई दोकानमा सँगै, के दबाई किन्ने हो किनिदिन्छु। के हुनु दबाई? रक्सीका बोतलहरू देखाएर भन्थे। त्यही हो मेरो दबाई, लु किनिदिए त कति सक्छस्? अनि मैले उनलाई स्थायी निन्दा दिएँ। दाइ, तिमी हरेक शनिबार बिहान म कहाँ मासु भात खाना हो, तर रक्सी खाने पैसा नमाग। उनी कहिलेकाहीँ आए। आसामको अस्पतालको मृत्युशैयाबाट उनले सानो चिर्कटोमा नरेन्द्र दाइ र मलाई कामदो हातले बल्ल तल्ल अङ्ग्रेजीमा 1-2 हरफ लेखेछन्। मलाई लेखे, प्रिय जगदीश, अरू लेख, म तिम्रो उपन्यास पढ्न पर्खिरहेको छु। कटुवाल 9-10-1980। नगेन्द्र दाइलाई लेखे, प्रिय नगेन्द्र, मेरा महान मित्र, म तिमीलाई पहिलो पत्र लेख्दैछु। जवाफ लेखेनौ भने म तिम्रो जवाफै नपाइ मर्नेछु। त्यो लेखेको भोलिपल्टै जवाफ नपाइकनै उनी बिते। हामीले त्यो चिठीको कुरा उनी बितेको धेरै पछि मात्र थाहा पायौँ। कटुवाल मेरा अत्यन्त घनिष्ठ मित्र र अति मन परेका गीतकार हुन्। उनी उत्कृष्ट साहित्य मर्मज्ञ पनि हुन्। कटुवाल दाइ, तिमी बाँचुन्जेल मेरो नयाँ उपन्यास पढ्ने तिम्रो धोको पूरा गर्न सकिन, कुनै नयाँ किताब लेख्न सकिन। तर तिमी गएको यतिका दिनपछि लेखेको अन्तर्मनको यात्राले तिमी मेरा अरू पाठकहरूको थोरै भए पनि मेरो उपन्यासले तलतल मेट्न सक्यो भने म धन्य हुनेछु। यसको टाइपलिपि पढ्ने मित्रहरू भन्छन् यो आत्मालाई पनि उपन्यास जस्तै छ। दुर्भाग्यवश म यसको अनायक हुँ र यसको नायक माइलोमा क्यान्सर हो। नेपाली साहित्यका यी महान कर्मीहरू मेरा घनिष्ठ मित्र थिए र छन्। कतिको असामयिक मृत्यु भयो। तिनको हेरी मैले त अति दीर्घायु पाएको छु। जिउँदो छँदा यिनले मलाई लेख्न ठूलो प्रेरणा दिए। बितेपछि पनि मेरो मुटुमा नमेटिने ठाउँ ओगटेका छन्। त्यसबेला मेरो जीवनको एकमात्र लक्ष्य थियो साहित्य सृजना। तर जति र जस्तो लेखे पनि लेखेर गुजारा गर्न सम्भव भएन। उपन्यास लेख्न र छपाउन लामो समय लाग्ने हुनाले मन भए पनि त्यतापट्टि लाग्न सकिन। दैनिक छाक टार्न सक्नु मुख्य आँट थियो। जीविकाको लागि पत्रकारिता गरेर साहित्य सिर्जना पनि कायम राख्न सकिन्छ कि भन्ने आशा पलायो। संसारका अरू भाषामा साहित्य सिर्जना र पत्रकारिता मिल्ने फाँटका रूपमा चिनिन्छन्। धेरै राम्रा साहित्यकारहरू, निर्धक्क पत्रकार भएका धेरै उदाहरणहरू छन्। त्यसबेला गोरखापत्र सरकारी दैनिक अनिवार्य पाठ जस्तै थियो। 3वटा साप्ताहिकहरू बढी चर्चित थिए। मदनमणि दीक्षितको समीक्षा, गोविन्द वियोगीको मातृभूमि, रमेशनाथ पाण्डेको नयाँ सन्देश। आफ्ना सैद्धान्तिक झुकावले समीक्षा रुसपन्थी र मातृभूमि चीनपन्थी भनेर चिनिन्थे। नयाँ सन्देश हरेक अङ्कमा विदेशी तरुणीको नाङ्गा छाती र तिग्राको ठूलो फोटो छाप्ने हुनाले त्यही अनुरूप छवि राख्थ्यो। नयाँ सन्देशमा आकर्षण भएन। माओवादबाट भर्खरै पलायन गरेकाले फेरि चीनपन्थतिर जाने मन भएन। बाँकी रह्यो समीक्षा, जुन अरूभन्दा बौद्धिक र लोकप्रिय पनि थियो। छापामार युद्धको मोहनीबाट मुक्त भएपछि र एक लामो चिन्तन प्रक्रियाबाट गुज्रिसकेपछि म टल्स्टय र गान्धीको अहिंसावादी राज्यवादी दर्शनतिर आकर्षित भएको थिएँ। साम्यवाद जस्तै राज्यवाद पनि युटोपिया वा कल्पनालोक हो। तर फरक के भने साम्यवादकको राज्य व्यवस्थाको केन्द्रीकृत हिंसक, क्रूर, अधिकतम नियन्त्रणात्मक हुन्छ। अराज्यवाद ठिक त्यसको विपरीत अहिंसक, दयालु, न्यूनतम, नियन्त्रणात्मक राज्य व्यवस्थाको र राज्य शक्तिको अकेन्द्रीकरणको वकालत गर्छ, विकेन्द्रीकरणको होइन। साम्यवादमा राज्य शक्तिमाथि केन्द्रित हुन्छ र माथिले अड्कलेर तलका तहहरूलाई दिन्छ। अराज्यवादमा राज्य शक्ति तल केन्द्रित हुन्छ र तलले अड्कलेर माथिका तहहरूलाई दिन्छ। यसले शान्तिपूर्ण साधन र साध्यको सिद्धान्तमा आधारित सङ्घर्षको वकालत गर्छ। यसको लागि सङ्घर्षको साधन त्यत्तिकै ग्राह्य हुनुपर्छ जति साध्य। यसले शान्तिपूर्ण समाजको कल्पना गर्छ जहाँ अधिकतम न्याय र न्यूनतम असमानता हुन्छ। म साहित्यमा त्यो दर्शन लेख्न चाहन्थेँ। मेरो साबिती उपन्यासको वैचारिक आधार त्यही हो। समीक्षामा काम गरेर मेरो साहित्यिक लक्ष्यमा बाधा पुग्दैन जस्तो लाग्यो। त्यसमाथि मदनमणि दीक्षित आफै प्रतिष्ठित लेखक थिए। समीक्षा सीमित प्रगतिशीलता भन्दा माथि थियो। उनले समीक्षामा मेरा केही कथाहरू छापिसकेका थिए र मन पराएर मलाई प्रोत्साहन पनि गरेका थिए। मदनमणि दीक्षितसँग जागिर मागेर एकै वचनमा पाएँ। उनले भने, अहिले नयाँ प्रेस चलान गर्न लागेर समीक्षा बन्द गरेका छौँ। समीक्षा फागुनदेखि नयाँ प्रेसबाट नयाँ कलेबरमा आउँछ। म तपाईँलाई फागुनदेखि मात्र काम दिन सक्छु। तलब महिनाको 200 रुपियाँ दिन सक्छु। यो 2026 सालको कुरा हो। म राजी भएँ। तर त्यहाँ मैले लामो समयसम्म काम गर्न पाइनँ। पञ्चायतकालमा समीक्षामा निकै पटक प्रतिबन्ध लागेको छ। मैले काम गर्दा पनि एकपटक प्रतिबन्ध लाग्यो र मेरो जागिर भाग्यो। समीक्षा कार्यालय र दीक्षित निवास एउटै थियो। तल समीक्षा कार्यालय र प्रेस थियो। उनीहरू एक तला माथि बस्थे। त्यहाँ काम गर्दा 2 बजीतिर खाजा खान बाहिर जान्थे। आफ्नी श्रीमतीलाई मदनमणिजी देवीजी भन्छन्। देवीजीले सधैँ 3 बजीतिर आफैले बनाएको 1 कप चिया ल्याएर दिन्थिन्, जुन मेरो समीक्षाकालको सर्वश्रेष्ठ उपहार थियो। त्यो 1 गिलास मिठो चियासँगै उनले दिएको हँसिलो सौम्य अनुहारको मातृममता मेरो मुटुमा सदैव आदरपूर्वक रहेको छ। त्यो चियाको स्वाद मेरो जिब्रोमा अझै छ। चियाको स्वाद सम्झँदा मैले जानेसम्म चियाका सर्वश्रेष्ठ पारखी सानो बुवा महेन्द्रध्वज सिंहले विशिष्ट चियापत्ती हालेर र सक्कली रित पुर्याएर आफ्नै हातले बनाएको त्यो उत्कृष्ट चिया खाएपछि मात्र मैले चिया खान र बनाउन पनि सिकेँ। समीक्षाको अनुभवबाट मैले पक्कै केही सिकेँ। कम्तीमा पत्रकारिताको कखरा सिकेँ।
सबभन्दा ठूलो कुरा त्यसबेलाको नेपालमा चोखो पत्रकारिता गरेर बाँच्न अति कठिन छ भन्ने बुझेँ। मैले मदनमणि दीक्षितलाई गम्भीर अध्येता, चिन्तक, ठूला लेखक, सङ्घर्षशील र असल मान्छे, सहृदय अग्रजका रूपमा चिनेर आदर गर्छु। समीक्षा छोडेपछि पनि दीक्षित परिवारसँग मेरो पारिवारिक मित्रता घटेन, बरु झन् बढेर गयो। मदनमणि दीक्षित 2051 सालमा एकाडेमीको उपकुलपति भएपछि मेरा अघिको एकाडेमीका सम्झनाहरू गौरिए। त्यसबेलाका एकाडेमीका नवनियुक्त कुलपति कवि व्यथितलाई सम्झे अनि सम्झे समीक्षामा जागिर खानुभन्दा ठिक पहिले व्यथितसँग एकाडेमीमा सामान्य जागिर मागेको र नपाएको। व्यथितसँग राम्रो परिचय भएकाले र उनले मलाई लेखकका रूपमा समेत चिनेकाले आश गरेर नै जागिर मागेको थिएँ। मेरो लेखन पञ्चायती धारको नभएकाले म ग्राह्य भइन। व्यथितले 2022 सालदेखि पटक पटक देशभरि र भारतबाट समेत साहित्यकारहरू बटुलेर देशव्यापी साहित्य सेमिनार आयोजना गरेका थिए। त्यसबेला ती भेलाहरूले सुतेको नेपाली साहित्य जगतमा देशव्यापी तरङ्ग ल्याएको थियो। म चितवन, झापा र विराटनगरका भेलाहरूमा सहभागी थिएँ। ती भेलाहरू एक किसिमले हामी जस्ता नयाँ लेखकहरूका तीर्थयात्रा थिए। आफूले पढेका र मन पराएका रचनाहरूसँग तिनका रचनाहरूको अनुहार गाँच्न मात्र होइन, सङ्गत नै गर्न पाउनु ठूलो उपलब्धि थियो। 2024 सालको झापा भेला पछिको दार्जिलिङ यात्रा मेरा लागि ती भेलाहरूको उत्कर्ष थियो। त्यहाँका साहित्यकारहरूसँग स्वाभाविक भेटघाट र चिन्जान भयो। नाम चलेका र पाका लेखकहरूको निकै मान भयो भने म जस्ता नयाँले पनि राम्रै माया पायौँ। दार्जिलिङबाट सिलिगुडीसम्म भैरवरियाल, रमेश विकल, मन्जुल, नगेन्द्र दाई र म एउटै गाडीमा फर्क्यौँ। बाटामा मन्जुलले अनेक गीतहरू गाएर बाटो छोट्याएको हिजै जस्तो लाग्छ। यी हरपहरू अझै मेरो मनमा बसेका छन्। लेखेको लाली गुराँस, काली काली केसलाई साइली मोरीलाई, पाखेको चिसो बतास, डाली डाली फूललाई साइली मोरीलाई। सिलिगुडीमा रेलको टिकट काट्ने र सुत्ने बर्थ मिलाउने काम भारतको रेलमा यात्रा गरेको खली भनेर सबैले नगेन्द्र दाईले जिम्मा लगाए। नगेन्द्र दाईले यसले सकिहाल्छ नि भनेर मलाई देखाइदिए। मैले सबै मिलाएँ। बङ्गाली टिकट जाँचकीले जनही 10 रुपियाँ घुस दिने भए मात्र सुत्ने टाँड दिन्छु, न त दिन्न भन्यो। मैले के गर्ने भनेर सोधेँ। रातभरि खुट्टा पसारेर सुत्न पाइन्छ भनेर सबै घुस दिन राजी भए। टिकटको रकममाथि जनङ्गे 10 रुपियाँ थपेर मलाई दिए। टिकट जाँचकीले सबै कागज बनाइदिएर मलाई दियो र हाम्रा सिट र टाँडहरू देखाइदियो। मैले उसलाई टिकटको रसिद बमोजिम मात्र पैसा दिएँ। उसले पैसा गनेर भन्यो, खै त थप, रसिद दियो भने दिन्छु। मैले भने, त्यसको त रसिद दिन मिल्दैन। उसले भन्यो, रसिद बिना पैसा पनि मिल्दैन। म तन्किएँ, त्यसो भन्न पाउँछौ? बेइमान गर्ने ऊ पनि तन्कियो। रसिद नलिई कसैलाई पनि पैसा नदिनु भनेर मलाई तिमी जस्तै पाका गुरुहरूले सिकाएका छन्। म त रसिद नलिई थप पैसा दिन सक्दिनँ। म झन् तन्किएँ। कुरो चर्कियो। मैले ज्यान गए दिन जे सक्छौ गर भने। हामीहरू 5 जना लाठेलाई देखेर नै हो टिकट जाँचकी क्रुद्ध भएर भुतभुताउँदै हिँड्यो। हामी 5 जना भएकाले नै मैले पनि त्यसो गर्न आँट गरेको थिएँ। उनीसँग मेरो गल्फती परेको मेरो डफ्फाका कसैले थाहा पाएन। काम फत्ते भएपछि मैले सबैलाई टिकट दिएँ। सबै सन्तुष्ट भए। मैले बीचमा केही कमाइ गरेको थिएँ। भारतमा स्वनिर्वासित भएका बेला जाली नोट छाप्ने धन्दा गरेर हजारौं रुपियाँ कमाएको कुरा गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनमा खुलासा गरेका छन्। मैले टिकट जाँचकीलाई ठगेर कमाएको त्यो रकम मेरा लागि गिप्राकोले त्यसरी कमाएको भन्दा कम थिएन। तर मेरो खुसी धेरै बेर टिकेन। मेरो मनमा कुरा अडिएन। मैले भएको कुरा सबैलाई बताएँ। सुनेर उनीहरू मक्ख परे। मैले सबैलाई 10-10 रुपियाँ फर्काइदिनु पर्यो। भैरव दाई, रमेश दाई र मन्जुल जनकपुरमा हाम्रो घरमा बाँचे। 1-2 दिन डुलफिर गरेर गए। 2027 सालको विराटनगर साहित्यिक भेलाको पनि एउटा रोचक सम्झना छ। जस्तो कि साहित्यकारहरूका भेटघाटमा हुन्छ, त्यहाँ पनि मुक्तकको वाहवाही थियो। हामीहरू बास बसेको स्कुलको आँगनमा बिहानको चिया खाजा खाँदै थियौँ। मुक्तक बजार लागिसकेको थियो, जसमा हरिभक्त कटुवाल र निरविक्रम प्यासीको निकै भाउ थियो र होड पनि। उनीहरू जोडतोडसँग मुक्तकको वाहवाही लुट्दै थिए। मदन रेग्मीले मलाई खुसुक्क भने, जगदीश तिमी हेरिराख, यो प्यासीलाई म चर्बीमा पनि कविता पाठ गराउन सक्छु। अनि प्यासीलाई भने, हेर प्यासी, शौचालय खाली भएको छ, तर म गइहालौँ, नत्र फेरि लाममा पछि परिन्छ। लहरै बनेका चर्पीमा मदन र प्यासी पसेर ढोका लगाए। म पनि तेस्रो चर्पीमा पसेँ। मदन र प्यासीका वार्तालाप चर्पीभित्र पनि चालु थिए। मदनले भने, प्यासी तेरो तँ पनि आगो, म पनि आगो, मुक्तक फेरि एकपटक सुना त। प्यासी औँलाले चुरोट च्यापी पिच्छे सल्केको चुरोटलाई सम्बोधन गर्दै प्रदर्शन गर्दै र चुस्दै एउटा मुक्तक खुब भनिरहन्थे। तँ पनि आगो, म पनि आगो, दुवैमा जलन। अनि भन्थे, हेर यो पुल्ने चुरोट मैले त्यसै खाएको होइन, मेरो हृदयमा आगो छ आगो। त्यसभन्दा प्यासीले दारा किटेर मुट्ठी बाँधेका हुन्थे। मदनको कुरा सुनेर प्यासी धारा प्रवाह भाषण गर्न थाले। हेर मदन, तेरो तडपन, जलन र आँसुका कविताहरूको अगाडि सब भारेभुरे कविहरू फिक्का छन्। नबुझिने कविता लेख्ने तँ पनि फिक्का छस्। यो जिन्दगीमा पाएको छस् कहिले मलाई जस्तो वाहवाही? उनी स्वास्वा र फफा गर्दै मलोत्सर्ग र मुक्तकोत्सर्ग एकैपल्ट गर्न लागे। सधैँ नै के न भएको जस्तो गरी स्वास्वा र फफा गर्ने उनको बानी थियो। मुखको भाव भङ्गिमा र हातको हावभाव तदनुरूप हुन्थे। सधैँ जोकिएका जस्ता देखिन्थे। मुक्तक भन्दा र कुरा गर्दा त झनै नाकाका पोरा फुलाएर, क्रुद्ध भएर, मुख नाक चम्काएर, बङ्गाएर अनेक भङ्गिमासहित स्वास्वा र फफा गर्थे। मैले उनीहरूभन्दा पहिले नै चिया नास्ता मण्डलीमा पुगेर प्यासीको चर्पीमा मुक्तक वाचनको पराक्रम सार्वजनिक गरिसकेको थिएँ। ती भेलाहरू रमाइलो थिए। तिनै भेलाहरूपछि राजा महेन्द्रले एकाडेमीको कुलपति पद व्यथितलाई सुम्पे। मान्छे जतिसुकै ठुलो आसन सिंहासनमा बसे पनि आखिर बस्ने त आफ्नै पिँधमा हो। राजाकै पिँधले तताएको घुमाउने कुर्सीको न्यानो आसनमा बसेपछि व्यथित छोइन सक्न भए। आसनीको न्यानो एउटा कुरा भयो, उनले त राजाकै कुलपति पद समेत पाएका थिए। उसले त जोशीलाई व्यथित, त्यसमाथि उनलाई त्यो पद बाँदरलाई लिस्नु जस्तो भयो। धुमधामसँग एकाडेमीको पुनर्गठन र नयाँ नियुक्तिहरू गर्न लागे।
उनको केही गरेर देखाउने अठोट थियो, निकै गरे पनि। मेरो याचनालाई उनले छोटो जवाफ दिए, खै अहिले छैन। मैले बुझेँ, मेरा लागि कहिले पनि छैन। मेरो साहित्यिक पृष्ठभूमि व्यथितलाई थाहा थियो, तर त्यही बाधक भयो। मेरो साहित्यिक यौन मण्डित वा स्तुति मण्डित थिएन। म कटु यथार्थ लेख्थेँ जुन पञ्चायतलाई ग्राह्य थिएन। एकाडेमीमा औला दौला रिक्त स्थानहरू भएको बेला व्यथितले आकल झुकल मजस्तालाई पनि जागिर दिन्छन् कि भन्ने सोचेँ। जीवनमा मैले मागेर जागिर नपाएको त्यही एकपटक हो। त्यसैको रन्कोमा मदनमणि दीक्षितसँग जागिर मागेको थिएँ। मैले पुसमा जागिर मागेँ, फागुनमा पाएँ। त्यो मेरो पहिलो जागिर थियो। यी 2 महिनामा पोखरा र चितवनमा भौतारिएँ। पोखरामा मैले भूपी शेरचनसँग अन्तर्वार्ता लिएँ। त्यही 2 महिनामा साबिती पनि लेखेँ, सिद्धाएँ। पछि मदनमणिजीलाई भने, तपाईँले मलाई 2 महिनापछि जागिर दिएकाले त्यो खाली खण्डमा परेको बेला साबिती लेख्न सकेको हुँ। तपाईँले तुरुन्तै जागिर दिएको भए मबाट कहिले पनि साबिती लेखेको थिएन। जवाफमा उनी हाँसे। मेरो समीक्षा छुटिताका दाजु नगेन्द्रराज शर्माले 2 महिने साहित्यिक पत्रिका अभिव्यक्ति निकाल्ने विचार गरेका थिए। म पनि त्यसैमा लागेँ। पहिलो अङ्कमा मैले पुरा सघाएँ। त्यो बेला दाइ जागिरमा थिए। अभिव्यक्ति उनको सोख थियो र अहिले पनि सोख नै हो। हालैको एक अन्तर्वार्तामा उनले भनेको सम्झन्छु, अभिव्यक्ति मेरो सोख हो, यो म बाँचुन्जेल बाँच्छ, म सँगसँगै मर्छ। मलाई सोख होइन, जीवनयापनको ग्राह्य मेला चाहिएको थियो। जागिरको दुविधा बोकेकै बेला एमए पढ्ने अवसर जुरेर म पटनातिर लागेँ। 2028 सालमा कोलम्बो योजनाको छात्रवृत्तिमा समाजशास्त्र पढ्न पटना गएँ। 2 वर्षको कोर्स समाजवादी नेता जयप्रकाश नारायणको विद्यार्थी आन्दोलनले गर्दा 3 वर्ष लाग्यो। रिजल्ट 4थो वर्षमा भयो। एक दिन विभाग अध्यक्ष डाक्टर नर्मदेश्वर प्रसादले सोधे, तिम्रो बिपी कोइरालासँग नाता पर्छ? किन सोधे मैले बुझिनँ। अचम्म लाग्यो। मैले भने पर्दैन। नर्मदेश्वर प्रसाद पनि जयप्रकाश नारायण मण्डलीका रहेछ। अनि भने बनारसबाट बिपी आएका छन्, बेली रोडमा देवेन्द्र सिंहको घरमा बस्छन्, तिमीलाई भेट्न खोजेका छन्, यो नम्बरमा फोन गरेर समय मिलाऊ, भेट। बिपीले मेरा रचनाहरू पढेर मलाई भेट्न बोलाएका रहेछन्। तिनताका बिपी बराबर पटना आए र आएका बेला मलाई बोलाएर भेटे। सधैँ साहित्यकै चर्चा गरे। त्यसबेला उनी नेपालमा छापामार युद्ध सञ्चालन गर्ने ठूलो र खतरनाक मिसनमा लागेका थिए। पक्कै अति व्यस्त थिए, तैपनि बेला बेलामा उनले मसँग साहित्य यात्रा गर्न चाहे। अहिले लाग्छ त्यो उनको साहित्यप्रतिको गहिरो अनुराग थियो। उनी साहित्यिकहरूलाई पनि मान्छे गन्थे। धेरै राजनीतिज्ञहरूले जस्तो धनाढ्य र राजनीति गर्नेहरूलाई मात्रै होइन। एक दिन बिपीले भने, मोहन कोइरालाका कविता कस्ता लाग्छन् तपाईँलाई? मलाई त एफिमेरल लाग्छन्। एफिमेरलको अर्थ हुन्छ क्षणजीवी। मैले भने, उनका चर्चित कविताहरूमा उति साह्रो बुझ्दिनँ। बिपीसँग धेरै पटक भेट भए पनि उनीसँग मेरो एकपटकभन्दा बढी राजनीतिको कुरा भएन। हाम्रो वार्ताको विशेष नै साहित्यकै सेरोफेरोमा घुम्यो। उनका केही भनाइहरू सम्झन्छु। एकपटक कला र राजनीतिको सम्बन्धमा कुरा हुँदा बङ्गालीका महान उपन्यासहरू र संसारका ठूला फिल्म शिल्पीहरूमध्ये गनिने भारतीय बङ्गाली सत्यजित रायले 3मा बनाएका उत्कृष्ट फिल्महरूसम्म पुगे। उनले भने, सत्यजित राय मेरा राम्रा मित्र हुन्, म उनको प्रशंसक हुँ। म मूलतः राजनीतिज्ञ हुँ र उनी कलामर्मज्ञ हुन्। म उनी जस्तो साहित्यमा राजनीति मुस्न चाहन्न। यी 2 बेग्लै कुरा हुन्। यिनको छुट्टै अस्तित्व छ भन्ने मेरो मान्यता छ। मेरो दृढ मत थियो, जीवनमा राजनीति प्रच्छन्न त छँदैछ, उदात्त पनि छ। साहित्य जीवनको अनुकृति हो भने त्यो राजनीति मुक्त हुन सक्दैन। तर साहित्य कला हो, नारा होइन। त्यो कलामा राजनीतिको प्रबल उपस्थिति हुन्छ। यसमा बिपीसँग मेरो कुरा मिलेन। उनी राय बजाएको मन पराउँदा रहेनछन् भन्ने पछि थाहा पाएँ। वार्तालापको क्रममा मेरो एकपटक उनीसँग राम्रै कुरा बाज्यो। उनले नेपालको पञ्चायत ढाल्ने एकमात्र उपाय माओ त्से-तुङ शैलीको छापामार युद्ध नै समाधान हो भन्ने निष्कर्ष निकालेको बेला थियो त्यो। उनी त्यसमा दृढ थिए। म नेपालको मुक्तिका लागि छापामार युद्धको अनिवार्यताबाट मुक्त भइसकेको थिएँ। मैले मत बजाएँ। माओ त्से-तुङको अनप्रोटेक्टेड वार नामक पुस्तकमा चीनको लामो छापामार युद्धको सविस्तार वर्णन छ। मैले छापामार युद्धको तयारी गरिरहेका दिनहरूमा त्यो पुस्तकको अध्ययन गरेको थिएँ। त्यसमा उनले छापामार युद्धको सिद्धान्त र रणनीतिका यस्ता महत्त्वपूर्ण कुराहरू लेखेका छन्। हाम्रो छापामार युद्ध बुद्धिचालको सिद्धान्तमा पनि आधारित थियो। बुद्धिचालमा गोटी चाल्न चाहिने कोठाहरू खुला राखे जस्तै छापामारका भाग्ने र लखेट्ने बाटा र नाकाहरू सधैँ खुला राख्नुपर्छ। ठिक त्यसै गरी जसरी बुद्धिचालमा देब्रे फाँटमा शत्रुले च्याप्यो भने आफ्ना गोटीहरूलाई दाहिने फाँटमा लैजान र दाहिने फाँटमा च्याप्यो भने देब्रे फाँटमा लैजान अवरोध हुनु हुँदैन। जित्न नसक्ने अवस्थामा भागेर जोगिनुपर्छ। सकेसम्म हामीलाई लखेट्दा शत्रु कमजोर भएको मौका पाए आक्रमण गर्नुपर्छ। हामीहरूलाई एक फाँटमा च्याप्यो भने छापामारलाई तुरुन्त त्यहाँबाट हटाएर अर्को फाँटमा सुरक्षित ठाउँमा लैजानुपर्छ। नयाँ ठाउँमा शत्रुलाई हाराबारा खेलाउनुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा जहाँ हाम्रो विजय हुन्थ्यो त्यहाँ स्थानीय सामन्तको सफाया गरेर हाम्रा स्थानीय सहयोगी सर्वहाराहरूको स्वायत्त सरकार गठन गर्थ्यौँ र उनीहरूलाई नै स्थानीय सरकार सञ्चालन गर्ने जिम्मा लगाइदिन्थ्यौँ। अनि हाम्रो न्यूनतम उपस्थिति र न्यूनतम सहयोगमा त्यस क्षेत्रको हाम्रो छापामार युद्ध सदैव आफै चालु रहन्थ्यो। युद्ध लम्बाइ राख्न मात्रै सके पनि हाम्रो जित निश्चित हुन्थ्यो। सर्वहारा जनता आफूले भर्खरै जनयुद्ध जितेर पाएको स्वायत्तता, भूस्वामित्व र स्थानीय सरकार सञ्चालन गर्ने अधिकार कुनै पनि हालतमा फिर्ता गर्न चाहँदैनथे। त्यही नै हाम्रो मुख्य रणनीति थियो। अनि ती जनता स्वतः हाम्रा मित्र शक्ति भइहाल्थे। त्यस किताबको एक हरफ म अझै सम्झन्छु जसले मलाई झस्काएको थियो। यति लामो युद्धपछि हामीले तिब्बत र नेपाल बाहेक चीनको समस्त मुख्य भूमिलाई मुक्त गर्यौँ। मैले त्यो पुस्तक निरञ्जन गोविन्द वैद्यको पसलबाट 5 रुपैयाँमा किनेको थिएँ। त्यो अहिले मसँग छैन। कुनै सङ्ग्रह प्रेमीसँग त्यही पुरानै संस्करण छ भने त्यो हरफ पनि पाइएला। मैले सविनय बिपीको प्रतिरोध गरेँ। तपाईँले सञ्चालन गर्नुभएको छापामार युद्ध माओको जस्तो सफल हुन गाह्रो छ, किनभने तपाईँहरूले युद्ध जितेको क्षेत्रमा पनि माओले जस्तो त्यो क्षेत्रको जिम्मा लिने सर्वहाराको स्वायत्त सरकार बनाएर युद्धलाई सुस्फूर्त निरन्तरता दिन सक्नुहुन्न। माओले जस्तै काङ्ग्रेसले आफ्ना त्यहाँका मित्र शक्तिहरूलाई भूस्वामित्व दिन पनि सक्दैन, सर्वहाराको तानाशाही लाद्न पनि सक्दैन। स्थानीय काङ्ग्रेसहरूमा भूमिपतिहरूकै बाहुल्य होला।
तिनीहरूले आफ्नै जस्ता जग्गा गरिबलाई कसरी बाँड्छन्, जुन माओको मूल रणनीति थियो। त्यसो गर्न नसकेपछि कसरी थेगिन्छ छापामार युद्ध? स्थानीय स्तरमा जिति नै हाले पनि। नङ्ग्रा लगाएर हात्ती बाघ हुँदैन, दारा लगाएर बाघ हात्ती हुँदैन। दुवैको आफ्नै प्रकृति छ। त्यस्तै माओ शैलीको छापामार युद्ध लोकतान्त्रिक होइन, साम्यवादी व्यवस्था अनुकूल हुन्छ भन्ने मेरो मान्यता हो, अहिले पनि छ। मेरो यस विचारमा बिपीले लगभग झर्किँदै भने, तपाईँलाई थाहा छैन, तपाईँको गडबारीको माझी तपाईँभन्दा प्रतिक्रियावादी हुन्छ। उनको अभिप्राय थियो स्थानीय स्तरमा त्यो युद्ध वा विजय त्यही मध्यमवर्ग, निम्न मध्यमवर्ग र काङ्ग्रेस कार्यकर्ताले थेक्छ, जुन अहिले छापामार युद्धमा उभिएको छ। उनको मुखबाट मन्थलीको माझी गाउँ गडबारीको नाउँ सुन्दा मलाई अचम्म लाग्यो। गडबारीको पृष्ठभूमिमा मैले लिराम लेखेको थिएँ। मैले उनलाई उनको गडबारीको जानकारीबारे सोधेँ अनि उनले मेरा कान्छाबा लामै समयसम्म उनका सहकर्मी र साथी भएको, मन्थलीमा हाम्रो घरमा उनी, गणेशमानजी र काङ्ग्रेसका अरू प्रमुख नेताहरू बसेको र उनलाई त्यस इलाकाको राम्रो जानकारी भएको कुरा बताए। 2015 सालमा 109वटा निर्वाचन क्षेत्र थिए र ती सबैमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दिएको थियो। रामेछापको मन्थली सहितको इलाका 13 नम्बर क्षेत्र थियो, जसबाट बीपी कोइरालाले हालेको मनोनयन पत्र प्राविधिक कारणले रद्द भएको थियो। यस अर्थमा 2015 सालतिर पूर्व 2 नम्बर जिल्ला र त्यसको पनि रामेछापको त्यो इलाका उनको लागि निकै महत्त्वको रहेछ। नेपाल फर्केपछि बीपीले युवा साहित्यकारहरूलाई आफ्नो मित्र पार्कको निवासमा बोलाएर पटक पटक भेटघाट गरे। ती अवसरहरूमा म पनि बोलाइन्थेँ। उनी 4 अम्मलको सानो कागजमा आफैले लेखेको एक हरपे निम्ता पठाउँथे। औपचारिकता, अनौपचारिकता, आत्मीयता र मितव्ययिताको त्यो रमाइलो सम्मिश्रण हुन्थ्यो। मेरो स्मृतिमा उनको निम्तोको केही यस्तो भाव अंकित छ। केही युवा साहित्यिक मित्रहरूसँग भेटघाटको अवसरमा निम्ति आएको छु। ती भेलाहरूमा जहिले पनि युवाहरूकै बाहुल्य हुन्थ्यो। बुढाहरूबाट उनलाई धेरै आश थिएन। तिनताका बीपी भन्थे, अब म साहित्यमा बढी समय दिन चाहन्छु, तर सकेनन्। राजनीतिले नै जित्यो। उनलाई हामी जस्ता ठिटाले मत बुझाएको पटक्कै मन पर्दैन थियो भन्ने कुरा हरेक पटक प्रष्ट अनुभव गर्न सकिन्थ्यो। पछि चक्र वास्तुलाले भने, बीपीका ती पटना यात्राहरू सशस्त्र विद्रोहका लागि हतियार किन्न भएका हुन्। पटनामा हाम्रो हतियार सप्लायर थियो। म त सधैँ उहाँसँगै हुन्थेँ। खै तपाईँसँग त एकपटक पनि भेट भएन। मैले भने, बीपीले भेट गराउन चाहनु भएन, भेट भएन। त्यहाँ भेट भएको भए अचेल जस्तो भेट हुन्न थियो कि? पटनामा एउटा समाजवादी अखडा थियो, कफी हाउस। त्यहाँ हरेक आइतबार बिहान मणिश्वरनाथ रेणु, देवेन्द्र सिंह, पत्रकार जितेन्द्र सिंह र स्थानीय र बाहिरबाट आएका लेखक पत्रकार राजनीतिज्ञहरूको मण्डली जम्थ्यो। साहित्य र राजनीतिको चर्चा हुन्थ्यो। बेला बेलामा मेरा मित्र जगदीश सिन्हा र म पनि पुग्थ्यौँ। त्यही अखडा मार्फत मेरो परिचय हिन्दीका वरिष्ठ लेखकहरू मणिश्वरनाथ रेणु र सर्वेश्वर दयाल सक्सेनासँग भयो। उनीहरूले मलाई प्रतिनिधि नेपाली कविताहरूको हिन्दी अनुवाद गर्ने प्रस्ताव राखे। मैले प्रतिनिधि कविताहरू सङ्कलन र प्रारम्भिक अनुवाद गरेर सक्सेनालाई दिएमा उनले भाषा परिमार्जन गरेर छपाउने जिम्मा लिए। मैले र किशोर नेपालले कविता छान्ने र सङ्कलन गर्ने काम गऱ्यौँ। हिन्दी अनुवाद मैले र जगदीश सिन्हाले गऱ्यौँ। सक्सेनाले थप परिमार्जन गरे। सक्सेनालाई सङ्कलित कविताहरूको अनुवाद बुझाएर र त्यसपछिको काम किशोर नेपाललाई जिम्मा दिएर 2032 सालमा म उच्च अध्ययनका लागि बेलायततिर लागेँ। त्यो किताब राजकमल प्रकाशनले नेपाली कविता ऐन नामले छापेछ। सक्सेना बितिसकेका थिए। मैले निकै वर्षपछि दिल्लीमा राजकमल प्रकाशन कार्यालयमा नै गएर त्यसका पुस्तकका प्रतिहरू देख्न पाएँ। पारिश्रमिक कुन सम्पादकले पायो थाहा भएन। लेखकहरूले पनि केही पाएको थाहा पाएन। प्रमुख सम्पादक सक्सेना र दोस्रो सम्पादक किशोर रहेछन्। तेस्रो सम्पादक म भएछु। जगदीश सिन्हाको नामै छैन। लोकोक्ति सम्झे, काम गर्ने हनुमान, जस पाउने डेढु। पटनामा बिहारीहरूले मेरो जातमा चाख लिएर हैरान पार्ने हुँदा म तिनीहरूसँग तर्किन्थेँ। नेवार हुँ भन्थे। के हो नेवार भनेको भन्थे। नेवार हिन्दू जाति व्यवस्थाभन्दा बाहिरको समूह हो भन्थे। जातको चासो नगर्ने मुसलमानहरू मेरा मित्र भए। निहालुद्दिन अहमद सबभन्दा घनिष्ठ थिए। निहाल रक्सी, चुरोट, बियर खाँदैनथे, तर उनको बाबुको एक मुख्य भोजन रक्सी थियो। निहाल भन्थे, मेरो बाला हरेक रात ठुलो 1 बोतल हुस्की चाहिन्छ। आधा आफू खान्छन् र आधा चाटुकारहरूलाई दिन्छन्। दिनको 30 कप कालो चिया र 40 खेली चुरोट खान्छन्। निहालका बा मन्त्री भइसकेका नेता थिए र दिनरात कार्यकर्ताहरूले घेरिएका हुन्थे। निहाललाई बाबुको राजनीति मन पर्दैन थियो। बाबुका कार्यकर्ताहरूलाई उनी चाटुकार भन्थे। निहालका बा निहालभन्दा हट्टाकट्टा र निरोगी देखिन्थे। 2056 सालमा बिहारमा ओल्ड नेभर्सको कार्यक्रम विस्तार गर्ने सन्दर्भमा म पटना पुग्दा निहाललाई भेटिन। अरू साथीहरूबाट बुझेँ निहालका बाबुको खानपिन उस्तै छ र उनी जस्ताका तस्तै हट्टाकट्टा छन्। कुनै ठुलो रोगले छोएको छैन र निहाललाई 2035 सालदेखि नै पक्षाघातले आधै अङ्ग नचल्ने बनाएको छ। सारा उपचार गरेर पनि केही सिप लागेन। निहाल खगडियाको मौजामा नै बस्छन्। पटना कहिलेकाहीँ मात्र आउँछन्। फोन गरेर सोधेँ, निहाल बाबुको दिनचर्या कस्तो छ? उस्तै। खानपिन नि त्यो पनि उस्तै छ। अनि स्वास्थ्य नि त्यो पनि जस्ताको तस्तै छ। अनि तिमीलाई के भयो? लकवा, पक्षाघात, आधै अङ्गै चल्दैन। किन त यसरी यस्तो केही नखानेलाई बाको जस्तो खानेपिउने भए यस्तो रोग लाग्ने थिएन होला। मुख बार्ने हुनाले मलाई रोग लागेको छ। बालाई स्वास्थ्यको फिक्री छैन। मलाई मेरो र उनको दुवैको स्वास्थ्यको फिक्री थियो। त्यसैले म यस्तो रोगी। पटनाबाट फर्केपछि मैले अनुबन्ध बमोजिम शिक्षा मन्त्रालयलाई सूचित गरेँ। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभाग खोल्ने योजना अनुसार मलाई र म जस्ता अरूहरूलाई पनि छात्रवृत्ति दिएर पढ्न पठाइएको थियो। त्यो योजना समयमा लागू गर्न नसक्ने भएपछि सरकारले हामीलाई मनखुसी गर्न छुट दियो। मेरो जीविकाको दुविधा त्यहाँ जहाँको त्यहीँ थियो। त्यही बेला 2031 सालमा परिवार नियोजन सङ्घका महासचिव बासु शशीले मलाई सङ्घमा कार्यक्रम अधिकृत हुने निम्ता दिए। त्यो मेरो पहिलो सम्मानजनक हिम्ता र दोस्रो जागिर थियो।
पटना जानु अघि र पटनाबाट फर्केपछि पनि मैले वासुदाईसँग लेखन सम्बन्धी निकै काम गरेको थिएँ। ती काममा उनले मेरो क्षमताको राम्रो जाँच गरेका थिए र मैले उनको, अनि उनले मलाई जागिर खान निम्ति आएका थिए अनि मैले उनको निम्ति सहर्ष स्वीकार गरेको थिएँ। वासुदाई लेखक भएकै कारण उनले लेखकहरूलाई राम्रो पारिश्रमिक दिने विकास र स्वास्थ्य सम्बन्धी नियोजन नामक मासिक पत्रिका निकाल्न थालेका थिए। एउटा लेखको 70 रुपियाँ पारिश्रमिक दिन्थे, जुन त्यसबेला नेपालको उच्चतम थियो। उनी कलमजीवीलाई सकेको मद्दत गर्थे। वासुदाई जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सन्दर्भ सामग्रीहरू दिएर मलाई नेपालीमा लेख लेख्न लगाउँथे। उनले एकपटकमा मलाई 1 दर्जनसम्म लेख लेख्न लगाए र नियम मिचेर पारिश्रमिक समेत दिए। सङ्घको कार्यकारी प्रमुखको काम गर्दा पनि उनी प्रशासक होइन, सहृदयी कवि थिए। ती लेखहरू लेख्ने काम मेरो जीविकाको मेलो मात्र नभएर विकास सम्बन्धी सिद्धान्तहरू सिक्ने र अङ्ग्रेजी भाषा साधना गर्ने अवसर पनि भयो।